अल नमस्ते स्वागत छ यहाँहरूलाई हाम्रो नयाँ भिडियोमा। आज चाहिँ हामीले मुकबाङ मोमो च्यालेन्ज गर्दैछौँ। मोमोको चाहिँ 3वटा स्टेप हुन्छ, 3वटा स्टेप छ। यो एउटा एकै गाँसमा खानुपर्ने छ र यो कसले छिटो खाइसक्ने अनि यो चाहिँ आरामले स्वाद लिएर खानुपर्ने छ। अनि यो त मलाई ठुलो परीक्षा छ त, मलाई पनि ठुलो छ। अनि हाम्रो अचार चाहिँ यहाँनिर छ। अचार चाहिँ हामीले प्लेटमा राख्नेछौँ। मेरो जहिले फर्स्ट कुन स्टेप गर्ने? फर्स्ट यो आरामले गर्नु पर्छ कि यो एउटै राख्दैन तातो होला नि होइन ठुलो गर्ने। फर्स्टमा बिग तातो छ र बिचमा मैले यो तातो छ त गाह्रो छ अचार पनि पिरो छ होइन। अनि गाह्रो छ है, भर्खर पकाएर ल्याएको क्या, बाफ चल्दैछ। यसै गरौँ। चेयर्स चेयर्स खायौँ ल। खोइ के कसले टाइम चाहिँ केमा टाइम राख्नु? टाइम बिना कसले छिटो खाइसक्ने हो? कसले छिटो खाइसक्ने? दामी भएको रहेछ। भत्क्यो अलि बिस्तारो। सुपारी दाना कुटुक्कै लाउनु ओइ माया सुटुक्कै भनेर सुपारी खाएको यहाँ काटेर पिरो भयो। हेलो पानी रखो। बिरामी जा पानी ले। तातो छ के? I'm pause. यो पनि हाल्नु होला। पानी लिएर आउँ। अब हालेपछि आरामै खानु पर्यो होइन। छिटो खाइसक्नु नि त। दिने भनेर मात्रै सोचेको मात्रै हो, मिठो लाग्दैन। जिब्रो यता खाऊँ होइन होला। अब कुन तातो छ। अब गर्नु खोजेकै त्यस्तै होइन। यो चाहिँ गर्नुपर्ने छ एकै तालमा। फिनिस। तातो हो भने के गर्ने? 1 2 3 go.
मलाई स्याहार्नु परेछ है ए अँ, जो गर्छु भन्ने उसले सकेन मैले खालौँ उम्, यहाँ पुग्यो नि मुख सानो भयो नि त मेरो खाँदो हो यो बाँकी उब्रेको चाहिँ हामीले बिस्तारै आरामले सर्देर खानुपर्ने हुन्छ मोमो भित्रमा बाहिर छ भित्रको चिजको अचारको सबैको स्वाद आरामले दिनुपर्ने हुन्छ यहाँतिर पुग्यो नि पनिसमेन्ट त छैन नि छ हालेर चाहिँ पनिसमेन्ट छैन भन्दैछ छैन नि पनिसमेन्ट भित्तामा अचार यस्तो यताउताले मात्रै जसले गर्छ र उसको जान्छ गुटुको पर खाइसक के माने त म बरु हेरिरहेको छु तँलाई पिठो बेला बाक्लो भएछ सेलाएको परियो मलाई त मजा आयो तातो छ नि त टेस्टी लाग्छ खोर्सानी पनि धेरै बनाएछ आज थोर लगा भनेको त्यसै पऱ्यो आजको विजेता चाहिँ म थिएँ किनभने आजको गेम थियो अहिले मैले दुई जसले 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 ढिलो आइसक्ने त्यो थियो विनर
त्यही भएर म भएपछि विजेता। एक चम्ची यो कताको यो कुन त पिरो छैन खानु एक फन्का नाच्नु त आज हार्ने चाहिँ एक फन्का नाच्नै पर्ने छ है सबैजनाले हेरिदिनु होला होइन अचारै खान्छु म नाच्नु म अचारै खान्छु नाच्न होइन नाच्नु सजिलो कि पिरो खानु सजिलो हो गुलियो हो बडो गुलियो। आजको हाम्रो भिडियो चाहिँ यति नै थियो। सायद छोटो भयो होला तर पनि ठिकै छ, राम्रो भयो होला भन्ने आशा छ। भिडियो त भयो होला नि। लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद, नमस्ते, बाई बाई। चोला